म तपाईलाई आज के हाइपोथायराइडिज्मको बारेमा भन्छु। हाइपोथायराइडिज्म भनेको के हो थाहा छ? हाइपोथायराइडिज्म भनेको एउटा थाइरोइड ग्ल्यान्डको डिजिज हो, रोग लाग्ने हो थाइरोइड ग्ल्यान्डमा, जुन कि यहाँ अगाडिपट्टि हाम्रो यहाँ घाँटीको अगाडिपट्टि हुन्छ हैन। अब यो कसरी लाग्छ हैन? कसरी लाग्छ यो रोग? कि सबभन्दा मोस्ट कमन भनेको सबभन्दा के को कमीले हुनु हो? आयोडिनको कमी खानामा हुनु हो। आयोडिनको कमी खानामा भएर यो रोग लाग्ने हो। अब बिरामी आउँदाखेरि समस्या के लिएर आउँछ? डाक्टर अगाडिको समस्या के कुरा भन्छ नि, त्यो समस्या के हुन सक्छ? जस्तै सोच्ने क्षमता कम हुनु, मुटुको चाल घट्नु, कहिलेकाहीँ कब्जियत हुनु, शरीर चाहिँ भारी हुनु, मोटाउनु, वेट बढ्नु है, यस्ता खाले समस्या र चिसो लाग्ने, धेरै जसो चिसो लाग्छ। यो सबै समस्याहरू बिरामीले लिएर आउँछ डाक्टरसँग। अब कसरी थाहा पाउने कि यो चाहिँ हाइपोथायराइडिज्म हो कि हाइपरथायराइडिज्म हो? थाहा पाउनु पर्यो नि, कि नर्मल हो त्यो पनि थाहा पाउनु पर्यो। हाइपोथायराइडिज्म थाहा पाउनको लागि हामीले थाइरोइड फङ्सन टेस्ट गर्छौँ। थाइरोइड फङ्सन टेस्ट भनेको के हुन्छ? T3, T4 र TSH लेभल हेर्छौँ। T3, T4 र TSH लेभल हेर्नु पर्यो। अब त्यसमा के हुन्छ? हाइपोथायराइडिज्ममा के T3 नर्मल या त घटेको हुनुपर्छ, TSH बढेको हुनुपर्छ, T4 घटेको हुनुपर्छ भने हामीले थाहा हुन्छ कि रे यो चाहिँ हाइपोथायराइडिज्म हो। र अब हाइपोथायराइडिज्म भनेको कति किसिमको छ? यो म्याक्सिमम धेरै जसो के भन्छन् तीन किसिमको छ हैन। तीन किसिमको छ हाइपोथायराइडिज्म। तीन किसिमको के हुन सक्छ? जस्तै के हो? एउटा ओभर हाइपोथायराइडिज्म भन्छन्, एउटा सेन्ट्रल हाइपोथायराइडिज्म भन्छन्, एउटा सब क्लिनिकल हाइपोथायराइडिज्म भन्छन् हैन। अब ओभर हाइपोथायराइडिज्म भनेको के हो? त्यसमा TSH लेभल एकदम हाई हुन्छ र T4 लेभल एकदमै कम हुन्छ। र सेन्ट्रल हाइपोथायराइडिज्ममा के हुन्छ? TSH लेभल के हुन्छ? कि त नर्मल हुन्छ कि त कम भएको हुन्छ। T4 लेभल के हुन्छ? कम भएको हुन्छ। सब क्लिनिकल हाइपोथायराइडिज्म भनेको के हो? TSH लेभल हाई र T4 लेभल के हुन्छ? कम भएको हुन्छ। यो त थाहा पाउनु भयो हैन, कसरी कुन हाइपोथायराइडिज्म भयो। अब यो हाइपोथायराइडिज्मले कसरी ठिक गर्नु पर्यो? अब बिरामीले भन्छ मैले त्यस्तो समस्या भइरहेछ भने मलाई त सन्चो पार्नु पर्यो। अब त्यो समस्या सन्चो पार्दाखेरि के औषधि चलाउनु पर्यो? त यसमा के हुन्छ? औषधि चलाउनु भन्दा अगाडि बिरामीको केही ल्याब टेस्टहरू हुन्छ, त्यसो गरेर एकपटक हेर्नुपर्छ। जस्तै अरू